राजा जो देश बनाउँछन्, राजा जसको एक शब्दले युद्ध रोकिन्छ। तर सोच्नुहोस्, जब यस्ता राजा आफै अचानक मर्न थाल्छन्। कसैले भन्छ संयोग हो, कसैले भन्छ हत्या, र इतिहास मौन छ। तर आज हामी त्यो मौनता चेर्छौँ। यो कथा हो 5 राजा जसको मृत्युले देश हल्लाइदियो। 1. पृथ्वीनारायण शाह। नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाह तिनै राजा जसले सयौं राज्यहरूलाई एउटा बनाएका थिए। 1831 साल माघ 1 गते चन्द्रगिरीबाट फर्किँदै गर्दा बिरामी भए र केही दिनमै मृत्यु भयो। कतिपय इतिहासकारहरू भन्छन् थकान र उमेरले मृत्यु भयो, तर अर्को पक्ष भन्छ उनलाई विष खुवाइएको थियो, किनभने उनी शक्तिशाली थिए र शक्तिशाली मान्छेलाई सधैँ खतरा हुन्छ। 2. रणबहादुर शाह। राजा जसको शासन उग्र, सन्ती र अनियमित थियो। रणबहादुर शाह गद्दी छाडेर साधु बने अनि फेरि फर्किए। सत्तामा फर्किएपछि तिनले डर र आतंक फैलाए। तर एक रात 1858 चैत 19 गते दरबारमा विवाद भयो। एकातिर रणबहादुर, अर्कोतिर उनका भाइ। एकै झट्कामा खुकुरी प्रहार अनि खेल खतम। 3. राजा त्रिभुवन। जसले राणा शासन विरुद्धको क्रान्तिमा अगुवाई गरे। उनले भारत सरकारसँग मिलेर देश बचाए। तर 2011 साल फागुन 30 गते भारतमा रहँदा अचानक हृदयाघात भयो। स्वाभाविक भनियो, तर कतिले भन्छन् यो मृत्यु केवल मृत्यु थिएन, शक्तिको अन्तर्कथा, कूटनीतिमा लुकाइएको रहस्य थियो। 4. राजा महेन्द्र। जसले लोकतन्त्रलाई पन्छाएर पञ्चायत ल्याए। उनले नेपाललाई असंलग्न नीतिमा अघि बढाए। तर शक्तिमा विदेशी आँखा थिए। 2028 साल माघ 27 गते चितवन भ्रमणका क्रममा उनको मृत्यु भयो। हृदयघात बन्यो, तर रहस्य अझै जिउँदो छ। किन अचानक? कसको आदेशमा उपचार ढिलो गरियो? 5. दरबार हत्याकाण्ड। 2058 साल जेठ 19 गते नेपाली इतिहासको सबैभन्दा भयावह रात। शाही भोज चलिरहेको थियो। राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज निराजन सबै हाँसिरहेका थिए। अचानक गोली चल्यो र अन्त्यमा 8 जना शाही परिवार सदस्यहरूको मृत्यु। दोष दियो युवराज दिपेन्द्रलाई, तर त्यो रात कसैले देखेको छैन, कसैले सुनेको छैन, तर देशले महसुस गर्यो। राजाहरू मरे, तर प्रश्न बाँचे। एकपछि अर्को सिंहासन खाली हुँदै गयो र आज नेपालमा राजा छैनन्। तर आज पनि दरबारको भित्तामा रहस्य गुन्जिरहेको छ। के ती मृत्युहरू नियति थिए या नियोजित योजना? हामीले इतिहास बिर्स्यौँ भने भविष्यले हामीलाई बिर्सिन्छ। त्यसैले बुझ्नुहोस्, खोज्नुहोस् र सोच्नुहोस्, कसले राजा मार्यो।